हेलो सबैजनालाई नमस्ते। आज यार रिस उठेर केही कुरा भन्न आएको यार। कति कति गइरह हो घिरिङ गाउँपालिका बहिडीमा हो को हो यार यो लाइटको के को आफूलाई राजनीति सम्बन्धी त्यति कुरा गर्न नि आउँदैन। छोरी बिरामी छ, इक्जाम चलिरहेको छ, कति गइरहेको छु लाइट। या त इन्फर्म गरिदिनु पर्यो यार, मोबाइल चार्ज गर्छ या त रिचार्ज किनेर ल्याउँछ या त बत्तीहरू चार्ज गरेर राख्छ। केही छैन, कमन सेन्स छैन यार। जे मनलाई त्यही गरिदिएछ, जतिखेर मनलाई त्यतिखेर लाइट काटिदिए। पानीको त छिट्टा पर्नु हुँदैन, लाइट गयो हाल्यो, हावाले पत्ता हल्लिनु हुँदैन, लाइट गयो। के हो गर्न खोज्यो अब यार? या त लाइटै नदिनु, दिएपछि प्रोपर दिनु। दिमाग खराब गरिदिइसक्यो। दिनभरि काम गरेर थाकेर आयो अनि बच्चासित बोल्न पऱ्यो, एकछिन भन्यो लाइट छैन। अब फेरि बिहान ड्युटी हुन्छ, दिउँसो ड्युटी हुन्छ। अब एकछिन दिउँसो पनि समय मिलाएर फोन गर्नु पऱ्यो भनेको त्यही हालत हुन्छ खालि। के हो यार, यस्तो गर्न भएन। सूचना हुनु पर्यो, सूचना कसरी दिन सकिन्छ सूचना दिन पर्यो पहिला। भन्दाखेरि यार नराम्रो हुन्छ होइन। अब नभनौ भने यार दुःख छ। यस्तो चाहिँ गर्न भएन है। ल खबरदारी गर्नुहोस्। विद्युत प्राविधिकरणको को हो, के हो, कहाँको के हो जाति मलाई केही पनि थाहा छैन, तर यसरी बत्ती चाहिँ जान भएन है। ल त्यति भन्नको लागि आएको। खबरदार छ है यो चाहिँ।